अपलोड कर रहा हूँ ये एक बार प्लीज़ काइंडली आप लोग टाइम तक देखिए। कुछ ना बन पाए तो एटलीस्ट ये वीडियो को शेयर कीजिए ताकि बहुत सारे जितने भी आदमी हैं उनके पास पहुँचे। हेलो, मेरो नाम चाहिँ विक्रम छेत्री हो। म चाहिँ अब मैनाबारीको हो। तेरो कहाँनिर प्रब्लम हुन्छ मलाई? मेरो प्रब्लम चाहिँ त पछाडिपट्टि प्रब्लम हुन्छ। पछाडि प्रब्लम चाहिँ नसाको प्रब्लम हो। पहिले त म राम्ररी नै हिँड्थेँ, अनि हिँडेर अब हिँड्दा हिँड्दै अब आस्ते आस्ते मेरो चाहिँ कुर्कुचा उठ्नु थाल्यो। केही लौरो छ भने सहन्छु, नभएसम्म किन यतिकै हिँड्छु म। यतिकै अब कतै जानु पऱ्यो भने पनि यतिकै म कुर्कुचा उठाएर यतिकै चप्पल लगाएर यतिकै हिँड्छु म। अहिले चाहिँ प्रब्लम भएर अगाडि त उठेरै यस्तो बस्छु, अनि यस्तो गरेपछि चाहिँ यस्तो गर्दा चाहिँ काठमा म चढ्छु। हेलो एभ्रिवान, तपाईँले हेरिहाल्नुभयो यो भाइ मेरै भाइ हो। यो राम्रो हिँड्थ्यो, मजाले हिँड्ने मान्छे। अचानक टाइम आफ्टर टाइम अलिअलि माथि माथि कुर्कुच्चाले हिँड्दा 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 अहिले हालत यस्तो भइसक्यो कि बिचरा तपाईँले देख्नु नै भयो। सो अगर यसको ट्रिटमेन्ट अगर छ, कुनै डक्टर कसैको फ्यामिलीमा यस्तो खालको ट्रिटमेन्टहरू भएको छ, यो क्युरेबल छ भनेदेखिलाई प्लिज हामीलाई सपोर्ट गर्नुहोस्, ताकि भाइ आज यहाँनिर ओछ्यानमा बसेको 3 साल 4 साल भइसक्यो। कसैलाई थाहै भएन यो बिमारी के हो कसो हो। फेरि बिचराले डक्टर देखाउनु ओर्नु, मतलब त्यो के गर्नुपर्ने हामीलाई थाहा छैन। यो सोसियल मिडिया मात्रै एउटा यस्तो प्लेटफर्म देखेँ जहाँनिर यो चिज अलिकति सो अगर चाहनुहुन्छ तपाईँले यसको ट्रिटमेन्ट होस्, प्लिज हामीलाई सपोर्ट गर्नुहोस्, हेल्प गर्नुहोस्, सेयर गरिदिनुहोस् यो भिडियो। एउटा अब सिङ्गिङ गर्ने एउटा माइक चाहियो, अनि ब्लुटुथ एउटा हेडफोन चाहियो, ताकि म प्र्याक्टिस गर्दै गाउँदै जान्छु। मेरो एउटा पेज छ, त्यसमा नाम विक्रम छेत्री छ। त्यसमा बेसी फलोवर्स छैन, 50 जना छ। र तपाईँहरू सपोर्ट गरिदिनुहोस्। म अब शनिबारको दिन अब माइक साइक ल्याइदियो भने गाना एउटा सानोबडे तपाईँहरूको लागि प्रस्तुत गर्न चाहन्छु।